पनि नदेखिने खाल्टोमा लगाएर राख्नु भएको छ के अरे। के गर्ने साथीहरू, आफ्नो आफ्नो कर्म खाने हो, जस्तो बानी जे बानी होइन, मान्छेले चाहिँ स्वीकार्न पर्छ। ल साथीहरू, अब हामी माइततिर लाग्छौँ। ओ बुढो, मलाई लिन आउने बेला उकालो चरेको याद छ? ल मास्टर मास्टर नि, गोरु जोत्न र अनि काम गर्न सजिलो कि केटाकेटी पढाउनु सजिलो? बोडीगार्डबाट आएर मकै छरिदिने म नजिकको कोसेली हाल्नको लागि, ओ कोसेली हाल्नको लागि ल्याएको हो भाउजूले। ल आज ढुङ्गे घरमा आमा, आज ढुङ्गे घरमा म माउ हो, ढुङ्गे घरको सबै मरे भन्नु आमा। पोहोरको कुसी औसीमा मैले आमालाई लुङ्गी, अहिले कुसी औसीमा कान्छी बहिनीले, अर्को साल दिदी। हेलो साथीहरू, नमस्ते सबैजनालाई, स्वागत छ आजको मेरो भ्लगमा। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा एउटा सुन्दर गाउँ, जुन ठाउँ तपाईँहरूले चिनिसक्नुभयो होला कतिपयले। यो ठाउँ चाहिँ ताराखोला गाउँपालिका वार्ड नम्बर 5 सिप मेरो जन्म गाउँ। म जन्मेको हुर्केको मेरो सम्पूर्ण बाल्यकालहरू यही नै बित्यो। अनि त्यसपछि विवाह भएर म उता गइसकेपछि अहिले यो मेरो गाउँ माइती गाउँको रूपमा चिनिन्छ है। अनि चाहिँ आज चाहिँ म यहाँ आउँदै गर्दाखेरि थोरै भ्लग लिउँ भनेर, अनि यहाँ रुम फेदी भन्छ, यता चाहिँ मेघ जिल्लाको रुममा पर्थ्यो, अनि त्यही भएर यहाँ रुम फेदी भन्थ्यो कि। अनि त्यही भएर फेदी डाँडाबाट मैले यसो थोरै भिडियो क्लिपहरू लिएको थिएँ साथीहरू। हुन्छ, हेर्दै गर्नु होला है त। सो साथीहरू, अनि यहाँ बुढोलाई क्यामेराम्यान बनाइदिएको आज। हामी फेरि एकछिनमै फर्किन्छौँ साँझ। अनि के छ कस्तो लाग्छ ससुराली गाउँ आउँदाखेरि? यस्तो गाउँ भएको ठाउँबाट लगेर मलाई त केही पनि नदेखिने खाल्टोमा लगाएर राख्नु भएको छ के अरे। के गर्ने साथीहरू, आफ्नो आफ्नो कर्म खाने हो, जस्तो बानी जे बानी होइन, मान्छेले चाहिँ स्वीकार्न पर्छ। ल साथीहरू, अब हामी माइततिर लाग्छौँ। अलि माइती पार्क लिएर चराउने, माइती झन् कोरालोले खन्, छोरी लान हराएको सकिनासका भइ चराई। ल साथीहरू, हामी चाहिँ ब्याग चाहिँ राखेर अनि फेरि ओह्रालोतिरको यसो देखाउँछु भनेर है हजुरहरूलाई। हो पारीतिर हाम्रो के अरे माइती पार्कको घर हो सबै। दशरथ माइती पार्कको तलको स्कुल जस्तो, माथिको हाम्रो पलतिर थुलडाईको, अनि यता माइली भाउजू, अनि यता मामाहरूको अनि दिदीहरूको घर छ, उतै किरणको घरहरू छ। अब चाहिँ यहाँ माइली भाउजूको फेरि यहाँ रोडमा छ एउटा घर। अब हामी यहाँबाट माथितिर जान्छौँ हाम्रो माइततिर। खोइ हाम्रो बारी त कति छ, माइतको बारी त कति त हुन्थ्यो काम गर्नु। हो उहाँ दिदीहरूले जोड्दै रहेछन्। मकै छर्दैन पनि भ्यायो, बोडीगार्डबाट आएर मेरो चाल यस्तो छ नजिकमा भएर जानु। आलु खेती थाहै छ र हजुरहरूलाई, तारखोलाको आलु खेती। यो रोडदेखि तलको कान्छा भाइको, माथि दाईको, पुरा हेर्नु न यो रोड बाटोमा कति छपनेहरू राखेको छ। सबै हाम्रो बाबाले खोलाबाट निकाल्नु भएको क्या। महाकर्मी हो नि हाम्रो बाबा त पहिला त। अनि आलु चाहिँ प्योर पोके क्या, पोके आलु लगाउनुहुन्छ हाम्रो माइत। देख्न सक्नुहुन्छ यो बारी सबै हाम्रो बाबा र आमाले रातको 12 बजीसम्म ढुङ्गा बोक्नुहुन्थ्यो अरे क्या, यो बिराउने बेलामा, खोरे फानेर गराउनु बेलामा। यो माथि यो छ, बुढो हिँड्नु भयो। है यो नास्पतिको बुट्टा कहिले मरेन, धल्या थियो अनि उठाएको कहाँ रसी लाएर, किबीहरू पनि तन्नै लगान। अब हामी जान्छौँ है माथि साथीहरू। ओ बुढो, मलाई लिन आउने बेला उकालो चरेको याद छ? ल सगरमा रहेछ उकालो, सगरबाट चरे जस्तो बा। यो बाटो मकै बोक्दा यति त हुन्थेन, मोल बोक्दा पानी आउँदा झन् पिर लाउँथ्यो। लसुन त बटारे छ नि त हौ यहाँ त। हामीले चाहिँ अहिले यो वर्ष चाहिँ बटारेन है। किबी मामा, किबी व्यवस्थापन चाहिँ यस्तो गरेको छ है हाम्रो भाइले। साथीहरू उपारी जोत्दैछन्। यहाँबाट देखिने भ्यू, शिवदेखि देखिने
छ्याङ्ग छ फेरि यहाँ त यताको नजिकैबाट देखाएँ ल सिपगाउँ हेर्नुहोस् है साथीहरू तारा खोलाको सिपगाउँ पलतिर लाउरी काकाको घर ल यो फेरि मेरो माइत ल पहिला चाहिँ केही खालको थियो यो तर पछि यस्तो बनाइदिएर जानुभयो हाम्रो बाबा स्वर्ग कलम गरेको लाग रे पहिला एउटा मेलको नासपति थियो यो फेरि ल हेर ढकायो बनाइसक्यो यो घर त केरा उकुएर कालै के गरेछौ छैनौ र ओ खाना लाखान रे यहाँ त राम खाना लाएको अनि अस्ति चुल्हा देखेको थिएँ अनि भित्र झुला हालेको छ क्या भन्दै भनेको माइजू यता हेर्नु ल माइजू र अनि आमाले धिरो खान धिरो ल ठिक छ खानु हाम्रो भाउजू त अर्ग्यानिक हो नि माइजू यस्तो त माल चाहिएर पनि ढिलो छोरीको आएर पनि ढिलो घर पनि ढिलो भाउजू त ढिलो खान्छन् अर्ग्यानिक मैले खान्छु कि बजार कुहिएको चामलको भात फुलेछु म त बसेछु कडा हो क्या हाम्रो आमा यस आमाको छोरी भएर म पनि फेरि त्यस्तै कराउँछु म त अर्ग्यानिक गरेर सुक्छन् गरे झन् म त बजारले भात खाएर यस्तो फुलिया सुकेर म त चल्नु सक्दैन नसहिर आमालाई अलि नपच्छ यही मारे खोज्छु ल खानु है जतासुकै पुग्छ मेरो भिडियो त नमस्ते सबैजनालाई नमस्कार खै अरूले नमस्कार गरेको वाह सल्लाह हामीले खाने यो पलम पहिलाचोटि फोल्ने बेलामा क्या अझ यस्तरी देखाउने क्या साथीहरू हस्तेर देखाउने भन्ने रे छिन्छ भनेर हस्तेर देखाउने 15टा फोले भन्दै रमाउँदै गर्थ्यौँ भाइ हामी बा आजभोलि त्यो सस्तो छ नमस्ते दाउराका दाउरा के गर्ला हौ त यस्तो सोल्तिनी नि आएको छ घरे म भाउजू बनाएको नि ओहो भैँसी त मुखै सेतो होइन नि भैँसी त हेर त कुखुरा ल साथीहरूलाई मैले बाख्रा पनि देखाउँछु है हाम्रो भाउजूको बाख्रा पालन बाख्रा फर्म हो नि अनुदानमा हाम्रो भाउजूले बनाएको बाख्रा ओहो तिमीहरूको घाँस सकिएछ ओहो घाँस राखिदिने बेला भारी छ हाम्रो त्यहाँ खर्सुङ कतिखेर फाल्छन् कि ल हेर पर्स्यौला यता खोर यस्तो छ व्यवस्थापन बस्नको लागि बाख्राहरू यहाँबाट फेरि यस्तो देखिन्छ सिपगा है साथीहरू एउटा पसलबाट लगेको कोराप्नु त सोल्तिनी कोराप्ने पसलबाट लगेको त भाँच्यो क्या ठ्याक्कै त्यो लथी स्वादे हुने रहेछ भाइ नुङ्गी र भन्दा नि भाँच्यो मेरो त पोक्लोकै भाँचेर 2 टुक्रा भएर अनि अगाडिको कोराप्ने मात्र रको तलको बिनै गएको क्या त्यही त नि के ल्याउँछन् के यो ठुल्खोला आउँदै नि आइदिए यहाँ थरी बाख्रालाई बाहिर निकाल्ने थरी सफा गर्न आइछन् क्या जोत्ने भनेर राम्रो अनि यत्रो बारी कति कजाउनु हौ यो बारी कजाएर त खेतलाले यहाँबाट उत्पादन भएको आधा अन्नहरू त सबै जसले काम गर्यो त्यहीले लैजानुहुन्थ्यो क्या यो हाम्रो माइतको बारीबाट भाइ साथीहरू तपाईँ दामी देखिँदो रहेछ अनि यहाँ त अझ यहाँदेखि माथि दिदीहरूको बिहा भएपछि यहाँदेखि माथिको 2टा बाटो के अरे बारी बजाउनु भएको थियो हामीले पस्न सोधिन्थ्यो घरबारीमा अन्त पर कान्छो भएको घर ए हाम्रो भेना शेरबहादुर घरती आहा कति राम्रो देखियो हाम्रो बारी जोत्दिन आउनु भएको रहेछ यता फेरि ल हेर बोडीगार्डबाट आएर मकै छरिदिने म नजिकको खुब रहर लाग्थ्यो है पहिला यस्तो मकै हाल्न क्या त्यो ढिकबाट नहाल्ने न र
धिकमा त नहाल्ने होला भागो रोप्ने होला के रे 100 मा हाल्ने ना कुना र धिकमा ल हामी चाहिँ ट्र्याक्टरले जोतिन्छ करे नि आजभोलि कस्तो लाउने क्या यसो ल घरको छेउमा आइदियो भाइ ढुङ्गेरको काम छैन रे ढुङ्गे घरको बुहारीले त्यस्तो भन्छन् करे उहाँ तुर्पाखानका हाम्रो भदैनी बुहारी हो भदैनी बुहारी त्यस्तो भन्छ ओ हिमाली कोइल फेरि काम गर्दैन भने भिडियो बनाउन आएको छ गरे घर फेरि मेरो बुढाले जोत्न लाउनु भएको छ क्या साथीहरू दिदीले फेरि बिउ राख्दैछन् अल्छी रहेछ क्या हौ ल दिउँसो आएर पनि सघाउनु पाइयो ल साथीहरू अलिअलि सधैँ राति आइन त्यो गरेर बस्नु ल है तेरो नाम क्या हो गोरी अलिक डम्काउनु पर्यो क्या विद्यार्थीलाई जस्तो होइन दिदी ए ल मास्टर नि गोरु जोत्न र अनि काम गर्न सजिलो कि केटाकेटी पढाउनु सजिलो कडाका मान्छे त ल ठिक छ 16 वर्षपछि बल्ल सघाउनु भयो त बिहा गर्न साल 2 दिन भएको जुरिया थिएन ठ्याक्कै सहयोगले क्या यहाँ माइली दिदी फेरि बोडीगार्डबाट आएको अनि यसो भेटघाट पनि हुने माइत पनि दिदीसँग पनि भनेर आउँदाखेरि ठ्याक्कै जुड्यो साथीहरू आज मकै छर्ने मेसो छ माइतको अवसर पाइयो परिवारले काम छ भने गाउँभरिको बारी जोत्ने यही गोरु हो हाम्रो माइतको हाम्रो बाबाको पालादेखि गोरु पाल्ने चलन छ हाम्रो माइतमा हामीलाई कति रमाइलो लाग्छ आज साना साना हुँदाखेरि मकैको बिउ राखेको याद आएको छ ल भेनालाई बोलाउनु जान्छु फेरि अलि यहाँ माया लाग्यो अरे के यहाँ गोरु चाहिँ पिट्नुहुन्न अलि छिटो डौराउन त पिट्न पर्यो नि अलिक हप्की त गर्नु पर्यो गरे प्याट्टै नमान्ने नि ल म गएँ साथीहरू यहाँ यति सुकिसक्यो भने ढकायो ल भाउजूले लिएर आएको रे फेरि यहाँ यता हेर छिटो लास मानेर फेरि सोल्टिनीले फेरि मान्ने छ क्या हाम्रो भाउजू फेरि लजाउने क्यामेरा भने आमाले फेरि यहाँ केरा टिप्नु लगाएको छ यहाँ फेरि यति लिएर आइसकेको भने त यहाँ पलाइसकेछ भाइ ढकायो हाम्रो कान्छा बाले यो ढकाइ खाने भने सुर्ती तान्नुहुन्छ झन् उदाखेरि अर्को भिटामिन खान लाग्ला भेनाले चिया आइछ तिमीहरू चाहिँ अर्ग्यानिक खाने ठाउँमा बसेकै छैनौ त किन्नुपर्छ सिपामा कोही इच्छा छ भने सिपामा आऊ त यहाँ त अर्ग्यानिक अझै यस्तो ल सबैजना सिपमा आउनु होला रे जग्गा किन्न माइजूको छोरी के हाम्रो सोल्टिनी केही लास हुन्न हेर्न हुन्छ खरे
बरु मदन डाँडा यो माथिको यो यो माथिको यो देख्न सक्नुहुन्छ नि यो माथि कुहिरो लाको धुरीमा गएर लिनु पर्छ कोसेली हाल्नको लागि हो। चिनिया छौ तिमीहरूले ओ कोसेली हाल्नको लागि ल्याएको हो भाउजूले। म त यहाँ माथि हुन्थ्यो गरे पहिलाको यस्तो बहागरे घर जन्मेको छोरी हो यहाँ मित्र। अनि हामीले त चुइगम भन्दै खाँदै गर्ने क्या, त्यो के भन्छ अरे त्यो निकालेको क्या, त्यो चपाउने म निकालेपछिको पोख्तालाई। ल खाएर जानुहोस् है जोत्न। तरुल जमिन मुनि हुन्छ होइन क्या, आजभोलि जमिन मुनिमा त निकालेको कि आलु जस्तो निकालेर राख्ने भनेको क्या। के हँसाएको र पानी चरे होइन झिकेर राख्न त मिल्दैन। जमिन मुनि तत्कालै खनेर खाने मैले जमिन मुनि कण्डमुलो के रे म धेरै हाँस्छु गन्थे कति हाँस्ने इच्छा यो भिडियो बनाउँदा अरूले हेरेर हाँस्ने होला गरे नहेरेर हाँस्ने लाग्यो यहाँ हेरी के मुठाउ र तिमीले पिठो मकैको हो पानी हाल्छौ र चेक्लेक चेक्लेक मकै छरेको खाजा खाने। यहाँ तरुल बनाउँदै हो उसिनेको तरुल मैले ल्याएको भन तताउने अनि खाने। बोरीका सिसानीको तरुल खाँदै केराउहरू खानेको तरुल मिठो भोटे केरा उठो यो हाम्रो घरमा बाख्रो भोटे केरा कोही आयो के आयो कुहिरालो नदेखाएर कुहिरालो किसान बाटलेको यो अब यसको अचार बनाएर खाने हो। सिउरो कुहिरालो पनि यो फुल हो रुखमा अन्त आलुसँग खाएको तरकारी यति मिठो च्याउ च्याउ जस्तो के अरे पली जस्तो लाग्यो तिमीलाई मिठो भयो त पली जस्तो यहाँ त मिठो भएन अरे पली जस्तो हुन्छ क्या आमा तरकारी अमिलो हुन्छ नि यहाँ खाने जान्दैन नि त्यही भएर बनाइदिनु भएको क्या अन्त आलुसँग भुटेर खाएको त भिजाएर त्यही हो गर्ने त जोइसी त अगाडि पहिला आचार्यहरू पहिलाको जोइसी भनेको ज्योतिष हो न काम छ भएका सात पानी गरायो अन्त भिजायो खोप लाग्यो कति मिठो जहाँ फेरि पछि लिँदा थियो खानु पर्ला नि त अलिकति आमाले घराइ नगरे मैले यसै कुहिर गयो मलाई राखिदिनु पर्छ नि त्यही भएर मैले नल्याइदिन खोजेको थिएँ अहिले आज हामीले परालको नराम्रो अचारिकन लगेर मोलेर लिएर खाइयो यही मात्रै यही मात्रै मोलेर कोही लिएर खाइयो कोही आफूले खाए बाबा त सिधै देखिने छ क्यामेरामा त बडा भाउजू र जिस्काइरो सिधै देखिन्छ र बहार त यता हेर रोएको अवस्था रितु छोरी प्याज काट्दा अचार बनाउने भने यता हेर्ने न ल सुन्नुभयो सिजे खानीको बोली कला थापा जस्तो बोलिस् आलु खोक्दैछ हाम्रो फेरि यहाँ कोइरालोको अचार खाने भनेर आज धुन्छ यता
लाज मान्छन् क्या यिनीहरूले फेरि भिडियो बनाउनु भन्दाखेरि रोटी बनाउने अरे यता हेर क्या सुविधाका सुविधा ठुलो बोलो म त रातै पाके क्या मलाई रोटी डराल्यो भने छन् करे भदैनी बुहारीले रोटी डराल्ने भनेर किन काटेको चट्ट चट्ट बिचमा कि तेल त्यो गर्छ भनेर बिचमा यस्तो परेपछि के हुन्छ भन्दाखेरि पट्किन्छ भनेर हावा नभराउनु ल हाल हाल ल ठिक छ रोटी त गोलो बनाउनु सक्ने छैन करे जस्तो भए पनि बढ्ने खाना पासी भयो क्या ताके भयो क्या ल कोइरालाको अचार पनि बन्यो है आजको खाजा कस्तो होला चाख्न पात मुखै रसा होला मिठो होला जस्तो छ मलाई त मिठो भइसक्यो एक गुटका ठुक्निले मैले भागोले त मारिहाल्छ क्या ठिकै होला होइन भागो अब आमा पल्किने भयो क्या अरू भन्दैन होइन र अब त अल्छी गर्दैन कि चाख्ने हो चाहम मिठो छ भागो हाल्ने हो र अझै नहाल्ने होला झोला मिठो भयो तिमीले खाइजाऊ ल खाइदिन्छन् ल आज ढुङ्गे घरमा आमा आज ढुङ्गे घरमा म माउ हो ढुङ्गे घरको सबै मरे भन्नु क्या आमा माथि बसेर भेना फेरि हाँसेको का खान लाउनु भएको का जोटेर आएर ल खाजा खाने टाइम भयो अब हामी खाजा खाएर फर्किन्छौँ दिदीले खाना राख्न लगाएको क्या यहाँ अघि देख्नु भएको थियो नि कोइरालाको अचार यस्तो भयो सबै मिसाएको छ यहाँ त केराउ आलु दुईजना रोममातिरको केटाकेटी यो रोममाल्नी बुहारी हो क्या यो रोममातिर बिहा गरेर क्या हाम्रो सोल्तिनेको छोरीले ऊ त्यो सोल्तिनेको आफ्नै पालामा कसलाई मन पर्यो लगाइदिएर हामीले मकै चलाउनु लगाएको क्या आज भिडियो खिच्यो भने लुट्ने गाली गर्ने गरे भोलि पर्छ यहीँबाट खिचेर राख्नु पर्ने छ भन्दै हेर्दै गरौँला नि पालैसित मोरिन्छ एकचोटि मोरिन्न डाइलग कोही बेला हेर्नुहुन्छ माइला मामाको एउटा फोटो भेट्टा त तर्स्याउको म त भित्र थिएँ यसो झुल्को हेर्दा त रा कोन ल्याएको यस्तो खप्पर ए अबे कस्तो देखिन्छ र हेर्दा त झन् त्यो आँखा न पानी पर्यो झन् पारी माइतबाट आएको हामी पुरै छ बाटो मुनिबाट यहाँ हामी त सोल्टिनीलाई हेर्न हिँडेको कहाँ यो दगदग एउटी कति रमाको कति रमाको भाइले नमस्ते झन् के भन्यो त खिच्चा पर्दै हाँस्ने क्या
दिदी पर्नुहुन्छ के अरे अनि त्यही भएर अनि त सोल्टिना धेरै रमाउनु भयो साथीहरू हाम्रो बाबाको भान्जी हो अनि कति माया गर्ने हामीलाई कति आउने हाम्रो घर अनि हरेक चाडबाडमा भेट भएर बसिन्थ्यो हामी आएको थाहा पाएपछि तुरुन्तै कसैले लिएर आउने आफ्नो भएको चिजहरू च्याउहरू खोज्नुहुन्थ्यो सधैँ ल्याइदिने गर्नुहुन्थ्यो अब कान सुन्दैनौँ कान त सुन्नुहुन्थ्यो मैले फेरि अनुसार यसो हात हल्लाउनु भएको अरे त्यो अनुसार अब बुझी नबुझी बोलेँ सुन्न त सबै बोल्ने तर उहाँले भनेको हामीले नबुझिने अनि जेब्राबाट निकालेर अनि आफ्नो सामानका खानेकुराहरू ल्याइदिएको होला इष्टमित्रले निकालेर तेरो नानीहरूलाई ल्याइदियो भनेर दिएर अचम्मै गर्नुभयो अनि दाइ भाउजूले फेरि के खान्छौ भन्दै चिया अनि झिनिया फुराएर खाजा के बनाएर नुनियालो ज्वाइँलाई खलम के बनाएर दिनुभएको थियो अनि फेरि मैले चाहिँ भिडियो खिच्न पाइनँ फेरि बिरामीलाई असर पर्छ भनेर क्या नि उहाँले फेरि नखिच भन्नुभयो नि त के भन्लान् भन्ने भयो होला आफ्नो मनमा अब व्यक्त गर्न नसके पनि होइन साथीहरू अनि दाइले तिम्रो भाउजूको कुराको भिडियो खिच त बहिनी भन्नुहुन्थ्यो र भाउजूलाई जिस्काउँदै भाउजूले फेरि यस्तो उस्तो भन्नुभएको थियो अनि यस्तै गरेर एकछिन बस्यौँ अनि त्यसपछि हामी फर्केको थियौँ साथीहरू यो चाहिँ बुढोले बुढामा राखे जस्तो गरेर खिचिदिनु भएको थियो क्या मैले मोबाइल निकाल्दा बित्तिकै त नगर भन्ने क्या अनि खिचिदिनु भएको रहेछ त नि बुढामा राखेर अनि नगर भन्ने क्या भिडियो खिच्छु भन्दा त अनि मैले मोबाइल निकालेर त भिडियो एकछिन सोल्टिना हेर्नुहुन्छ पछि भने त त्यस्तो भन्नुभएको क्या यस्तो कुरा गर्दै थियौँ हामी दुई सोल्टिनी त्यसपछि हामी एकछिन बसेर आइयो साथीहरू मान्छेको जिन्दगीमा है के हुन्छ कसो भइन्छ के रोग लाग्छ के वज्रपात पर्छ होइन कति के आफ्नो भाग्यमा लेखेको लेखान त भोग्नुपर्छ थाहा नहुने रहेछ सास त पर्यो नि त नखिस भिडियो नखिस भन्ने क्या बरा खिच्का पर्दै हाँसी र हजुर रमा कहाँ गएर त खिच्का पर्दै हाँसेर त हात दिएको छ क्या तान भने आइछ घरे जुरुक्कै बुढी त त्यही त नि भित्र थिए अन्य रोपेर देखिन्न भाइ यहाँ दशरथ काका उहाँ चोया कान लाखान रे मन त निकाल त काका मन त यता हेर त आइफोन बाबु गाइफोनले देखाइन 16 वर्ष भयो काका बिरामी भएको त होइन र 16 भयो का 16 ट्याक्कै म उता जाने बेला हो ल गइम है ल ओके बाई ल ल रङ्गिलो मान्छे ल ल तिमीले नि मिठो खानु है हो र रात परे गइम रात पर्यो बरा आमाको मन के देखाउने फोटो दामी रहेछ खै ल्याइदिउँ त नर्सरीको छोराले खिचेको कहाँ फोटो भयो बिना पैसाको त्यो उकालो ए बिना प्रशान्तले बजे भनेर होला के रे यो फोटो देखाउने अरे यो दामी आछ ल अनि उहाँ बाबाको फोटो छ श्रद्धाञ्जलीको उहाँ फेरि हाम्रो छ होइन दिदी यो फोटो हेरेर हाँस्नु होला साथीहरू हाम्रो खिचेर लिएको मोबाइलबाट माइतको बाजेन छन् उहाँ छ मेरो त फेसबुकै तानेको
माइतको लागि कतै त छिनेर चाहिँ ओ हाम्रो काली को पनि छन् काली माइतको बाजे खतिर फुट्यो क्या बलबहादुर घरती अन्त ए रोका होइन सिन्दाल रोका माइला मामाको एउटा फोटो पावा त अस्ति क्या केही नै क्या जसको त्योमा हेर्दा पनि सधैँ हो क्या दिने सधैँ हो दिने ओ कति रहर थियो अब त भेट्न पाइन्छ कि पाइन्न भनेर दुखेसो गर्नुभयो अस्ति नै असारेमा पनि त्यस्तै हो क्या भेट हुन पाइन्छ कि होइन पाइन्न सुनीको लागि गर्न रहेछन् लिनु पर्ला सुनी त पाइन्न भेट हुन्छ कि पाइन्न भनेर खोइ त त्यहाँ त फेरि गयो अब त आउनु सक्नु भने यहाँ आऊ यहाँ सक्नु कि सक्नु भनेर सक्छु कि सक्दैन भनेर मर्को त्यो भने आफै भेट भइयो छ असारेमा नि त हो नि बोल त्यस्तै गर्ने माइजू दामै गर्न पाइन्छ अबकाल त झन् अन्नी राखा बासा का पैसा दिनुपर्छ मलाई सधैँ यो फेरि माइजू भने चाहिँ हामीले फेरि हाम्रो कुन फुपूको छोरी रे आमा अब साइली फुपूको छोरी फुपू भने पनि जे भने नि हामीले तिमीले त कान्छी फुपूलाई देख्यौ क्या मैले त याद छैन क्या कान्छी फुपू बितेको भनेको मैले सम्झिन्छु तर आफ्नो त्यो याद छैन हेरेन होला कि मैले हामीले त देखेको पाली फुपूको इत्यादि कान्छी फुपू नदेखेको अगाडि म हो क्या चाहिँ भन्न पर्दा अनि यो ल्याइदिएको माइजू यो लगाउनु होला चिनो फुपू भन्ने नि फेरि यस्तो सहयोग परेको आज ठ्याक्कै माइजू पनि यहाँ आएको अनि लाउनु आमालाई यो एउटा रहर लाग्थ्यो अरे यस्तैहरू ठ्याक्कै यो माइजूलाई त्यो मैले ल्याइदिनु भनेको थिएँ मलिनाको खासो ल्याइदिनु भनेको थिएँ फेरि यो लुङ्गी थियो क्या अनि फेरि दुइटैलाई उस्तै ल्याइदिनु पर्यो नन्द भाउजू पर्छन् फेरि भान्जी नन्द भाउजू पर्ने हो र नन्द भाउजू होला नन्द भाउजू अनि फेरि त्यो माइजू पनि अनि फेरि साइनो त फेरि दाइले लगाएको अनि यहाँ फेरि भान्जी मामाको माइजू क्या फेरि ठ्याक्कै उहाँ माइजू भन्ने मामाको फेरि श्रीमती मामाको घर आउनुभएको क्या माइजू कस्तो खिचिस बाङ्गे खिचिस भने तँलाई यिनी मामा म यिनको मामा यिनी मेरो अब घर जाने अब हामी औसीमा आउन पाइएन सबले फोन गरेको थियौँ भन्न दिदी अनि फोनमा कुरा भएको थियो र अब आज चाहिँ यसो मेसो परायो बेला पोहोरको कुसी औसीमा मैले आमालाई लुङ्गी अहिले कुसी औसीमा कान्छी बहिनीले अर्को साल दिदी धेरै सम्झिहाल्नु दिदीले अर्को साल पाल्नु है अर्को साल ठुल्दिन छ तिमीले झन् काठमाडौँबाट लिइदिएको क्या दिदीले फेरि फोन ल ल ल बाई गरिदिनु ल जाने ल अब ल ल